बालेन शाहको स्टेटस अहिले धेरै जनाहरूको मन दुखाएको छन्। तर उनले सायद यो पोस्ट गरेको भए भने उनले किन डिलिट गर्नुभएको होला? तपाईँहरूले पनि अहिले राम्रोसँग सोच्नुहोस् र बुझ्नुहोस् यो कुरा। यो धेरै राजनीतिक प्रतिशोध भइरहेको छन् के बालेनप्रति। उनले जब आफ्नो फेसबुकमा डाल्नुभएको थियो स्ट्याटस फेरि तुरन्तै किन डिलिट भएको होला? उहाँको फेसबुक ह्याक भएको हो र फेरि त्यो जब उनले यो पोस्ट हेर्नुभयो भने उनलाई थाहा पायो भने उनी यो पोस्टलाई डिलिट गर्नुभयो। तर धेरै मिडिया र धेरै समाजमा रहेका मान्छेहरूको गुनासो हो कि किन उनले यस्तो गरेको हो। त तपाईँलाई यो थाहा भएको हो नेपालमा कुनै पनि गलत कुरा हुन्छन् वा कुनै पनि खराब देशमा कुरा हुन्छन् भने उहाँ चाहिँ सबैभन्दा पहिलो आवाज उठाउने व्यक्ति बालेन शाह हुन्। उनले कसैको डर र कसैको धम्कीबाट डराउन नसक्ने युवा नेता जुन काठमाडौँ महानगरपालिकाले हेरेको हो। उहाँको विकासको गति तपाईँलाई थाहा छैनन्। उहाँ गएर हेर्नुहोस्, देख्नुहोस् के छ त्यहाँको विकासको गति। र उनले पनि एउटा अहिले धेरै दुःखद निर्णय हो, मैले पनि सुने कि उनले अब पार्टी चाहिँ कुनै नयाँ नखोल्ने र अर्को पटक चुनाव पनि नलड्ने भएका छन्। किनभने उनले आफ्नो जनतामाथि यति विश्वास थियो कि उनको हजारौँ होइनन् बल्कि करोडौँमा फ्यान रहेको छन्। उनको फ्यान बदौलत धेरै मिडियाहरूको प्रचार र धेरै मिडियाहरूको भ्युज पनि कलेक्ट हुन्छन्। तपाईँहरूलाई थाहा भएको हो बालेन शाह भनेको एउटा ठुलो देशमा नाम हो। ऊभन्दा बढी व्यक्ति चलेको यो देशमा कोही छैनन्। उहाँबाट नै धेरै मिडियाहरूको नाम पनि चलिहाल्छ। तर यो कुरा धेरै गलत निस्केर आइरहेको छन्। बालेन शाह यस्तो व्यक्ति होइनन् कि आफ्नो देशलाई गाली गर्ने, अरूलाई गाली गर्ने। उनी एउटा पढे लेखेको इन्जिनियर व्यक्ति हो के, बुझेको मान्छे हो। रातिको 12 बजे जब उनी किन स्ट्याटस डाल्ने? उनीको स्ट्याटसको दिनमा पनि डाल्दाखेरि करोडौँ फ्यान्सहरूले उनको पोस्टलाई माया गर्छन्। उनलाई मध्यरातिमा किन डाल्नु पर्यो? उनी त 7 बजे डाल्नुहुन्थ्यो। तर दिनमा पनि बेलुका पनि डाल्दाखेरि केही फरक पर्दैन। तर 12 बजे किन डाल्नुभयो? त्यहाँ पनि नेपाली जनताहरूको दिमाग पुर्यो कि रातिमा सुतेको बेला उनको फेसबुक मार्फत जुन घटना निस्केर आएको हो उनले गरेको होइनन्। उनले कुनै राजनीतिक वा पार्टीहरूले मिलेर गराएको हो। उनको नाम नेपाली समाजमा बदनाम गराउनको लागि यो सबै भइरहेको छन्। तर यस्तो कुनै खासै कुरा होइनन् कि बालेनले नै यो पोस्ट डालेको हो। उनले जब पोस्ट डाल्नुहुन्थ्यो भने वो पोस्ट डिलिट गर्ने व्यक्ति होइनन्। किनभने उनी सोचेर सम्झेर कुनै पनि निर्णय लिने व्यक्ति हो। झुरुक्क कसरी रिसाएर पनि केही पोस्ट उनी डाल्ने व्यक्ति जस्तो होइनन्। उनको निर्णय अटल र साहस रहेको हो। उनले त यो पक्कै पोस्ट डालेको होइनन्। अरू ह्याकरहरूले उनको फेसबुक ह्याक गर्यो वा कुनै समस्या आएको भन्दै उनको यो पोस्ट आएको हो। तर नेपाली जनता र नेपाली र भ्रष्ट दलालहरू जुन छ नि, त्यो बालेनको धेरै आलोचना गरिरहेको छ कि बालेन यस्तो हो उस्तो। बालेन के हो भने नेपाली जनतालाई थाहा छ। त्यसबारे बढी आवश्यकता र बढी नेपाली जनताहरूलाई भड्काउने प्रयास जुन भइरहेको छन्, पार्टीहरूले गरिरहेको छन्, त्यो कुनै गलत कुरा भइरहेको छन् बालेनप्रति। किनभने बालेन जस्तो व्यक्तिलाई सबै नेपाली जनता र सबैमा मनमा बसेको एउटा युवा नेता जुन कि यो आगामी दिनमा पनि उनलाई प्रधानमन्त्री बनाउने पनि नेपाली जनताहरूको प्रयास रहेको छ। त्यही भएर उनलाई यो बदनाम गर्ने जुन यो साजिस चलिरहेको छ नि, त्यो धेरै ठुलो साजिस भइरहेको छ। नेपाली जनताले बुझ्नु पर्ने यो धेरै ठुलो निर्णय हो। किनभने नेपाली जनताले बुझ्न सक्दैनन् भने एउटा मान्छेले आफ्नो देशको लागि सबै थोक गर्दै जान्छन् र ती देशको जनताहरूले बुझ्न सक्दैनन् भने त्यो मान्छेलाई कति दुःख लाग्छ, कति पीडा लाग्छन्। किनभने आफ्नै देशको लागि यति मरिमरि काम गर्ने र आफ्नै देशको जनताले जब बुझ्न नसक्दा उनले गरेको काममा के फाइदा हुन्छन्। तर पनि उनी यस्तो पनि व्यक्ति हुन्, आफ्नो देशको जनता बुझोस् वा नबुझोस् आफ्नो देशको लागि वफादार हुने सधैँ र राम्रो र असल व्यक्ति हुन्। अरूले जे भनोस् पनि उनलाई फरक पर्ने छैनन्। उनी सधैँ आफ्नो देशको लागि राम्रो र असल काम गर्ने व्यक्ति हो। किनभने यो सबै नेपाली समाजमा उनको धेरै बाहुल्य छ र नेपाली जनताहरूले जानेको हो कि उनी व्यक्ति असल र साँचो व्यक्ति हो। उनले कहिले पनि गलत डिसिजन लिने व्यक्ति होइनन्। उनको
धेरै नाम र समाजमा रहेको छन् र उनको कार्य पनि धेरै राम्रो छन्। उनको कार्यले पनि धेरै जनताहरूको मन जितेको छन्। यो सबै कुरा त तपाईँहरूलाई थाहा भएकै कुरा हो, भन्ने पर्ने होइनन्। तर नेपाली जनताहरूले बुझोस् कि ऊ व्यक्ति सही हो, उसले गलत कदम उठाउन सक्दैन, नत्र यो देशलाई यति न बर्बादको मुहानमा पार्नेछन् यो दलालहरू, फटाहरू, जुन यो देशमा आएर यो देशलाई बिगार्ने प्रयास जुन गरिरहेको छ नि, यो धेरै ठुलो साजिस भइरहेको छ यो देशमा। किनभने यो राजनीतिक दलहरूले मान्ने छैनन्। हरेक व्यक्तिको अलग अलग भिजन हुन्छन्, हरेक पार्टीको अलग अलग सोच हुन्छन् र हरेक पार्टीले अर्को अर्को कार्य गर्छन् र हरेक पार्टीको अलग निर्णय हुन्छन्। तर तीनवटा पार्टी कांग्रेस, माओवादी, एमाले यिनीहरूको एउटै भिजन छ कि हामी तीनैजना मिलेर चुनाव लड्ने। तीनवटा पार्टीले लडेर कुनै पनि चुनाव जितेर के गर्न सक्छन्? त्यसले देशलाई बचाउन र राम्रो बनाउन सक्दैनन्। एउटा पार्टीको अर्को उद्देश्य हुन्छ र अर्को पार्टीको एउटा उद्देश्य हुन्छ। जब लुट्ने छन् भने सबैको उद्देश्य सेम भइहाल्छ। तपाईँ यो जनता र बुझ्नुहोस्, यो धेरै ठुलो निर्णय भइरहेको छन् र अबको दिनमा नयाँ र युवा नेताहरूलाई जिताउनु पर्छन् आफ्नो मातृभूमि र राष्ट्रलाई जोगाउनको लागि र देशमा विकास गराउनको लागि। आजको लागि यति नै। जय नेपाल।